नमस्कार सम्पूर्णमा। तपाईको पनि आधार कार्ड र पान कार्ड लिंक भएको छैन भने तपाईले सजिलै आफ्नै मोबाइलबाट आधार कार्ड र पान कार्डलाई लिंक गर्न सक्नुहुनेछ। कसरी लिंक गर्ने, के प्रोसेस छ भनेर आजको भिडियोमा पूरा जानकारी दिनेछु। यस्तै अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नु होला। अब ढिला नगरिकन जाउँ विषयवस्तुमा। प्रथममा तपाईले आफ्नो मोबाइलमा रहेको गुगललाई ओपन गर्नु होला। गुगल ओपन गरिसकेपछि यहाँनेर तपाईले सरकारी VLE लेखेर यसरी तपाईले सर्च गर्नु होला। सर्च गरिसकेपछि यहाँनेर तपाईले सरकारी VLE भन्ने अफिसियल वेबसाइट प्रथममै देख्न सक्नुहुनेछ। यसमा तपाईले क्लिक गर्नु होला। तपाईको आधार कार्ड र पान कार्ड तपाईले लिंक गर्नु भएको छ भने पनि तपाईले एक पटक चेक गर्नु होला यसरी। त्यसको लागि यहाँनेर यो वेबसाइटमा तपाईले क्लिक गर्नु होला। सरकारी VLE भनेर यो वेबसाइटमा तपाईले क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि तपाईमा अर्को इन्टरफेस खुलेर आउनेछ। यहाँनेर तपाईको एडहरु आउने हुन्छ। यहाँनेर तल तपाईले देख्न सक्नुहुनेछ सरकारी कार्यमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि तपाईमा अर्को इन्टरफेस खुलेर आउनेछ। यहाँनेर तल स्क्रोल गर्नु होला। तल स्क्रोल गरिसकेपछि यहाँनेर तपाईले पाउनुहुनेछ आधार कार्ड, प्यान कार्ड भन्ने अप्सन। प्यान कार्डमा तपाईले क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुलेर आउनेछ। यसमा पनि तल स्क्रोल गर्नु होला। तल स्क्रोल गरिसकेपछि यहाँनेर तपाईले हेर्न सक्नुहुनेछ आधार को पान कार्ड से लिंक करे भन्ने अप्सनलाई चुज गर्नु होला र त्यसमा अप्लाई भन्ने अप्सन पाउनुहुनेछ। त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि यहाँनेर लोडिङ हुन थोरै टाइम लाग्नेछ। लोडिङ भएर आइसकेपछि यस्तो इन्टरफेस खुलेर आउनेछ। यहाँनेर तल स्क्रोल गर्नु होला। तल स्क्रोल गरिसकेपछि यहाँनेर तपाईले सजिलै आफ्नो पान कार्ड नम्बर र आधार कार्ड नम्बर राख्नु होला। पान कार्ड र आधार कार्ड नम्बर राखिसकेपछि तल भ्यालिडिटी भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि तपाईको आधार कार्ड र पान कार्ड लिंक छ भने अलरेडी लिंक भनेर आउनेछ। यदि लिंक छैन भने त्यहाँनेर तपाईले फी पे गरेर तपाईले आधार कार्ड र पान कार्ड लिंक गर्ने अप्सन आउनेछ। तपाईले फी पे गरेर आधार कार्ड पान कार्ड लिंकमा ओके गरिसकेपछि तपाईको आधार कार्ड र पान कार्ड लिंक हुनेछ। यसरी सजिलै तपाईले आफ्नै मोबाइलबाट सजिलै आधार कार्ड र पान कार्डलाई लिंक गर्न सक्नुहुनेछ। जानकारी कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला। यस्तै अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नु होला। हस्त, धन्यवाद।